यहाँ चाहिँ हामी पुच्का पार्टी हुन आँटेको छ तर खानु सक्दैनौँ किनभने डेन्जर बोक्सी खोर्सानी हालिदिएको छु डेन्जर बोक्सी खोर्सानी हालेको छु भनेको यहाँ चाहिँ डेन्जर बोक्सी खोर्सानी हालेको छु हो यहाँ चाहिँ खानु सक्दैन अनि यहाँनिर चाहिँ हाम्रो दाजु पनि आउनु भएको छ हो अनि हामी चाहिँ दाजुलाई पनि आज भाइटिकाको बेला चाहिँ पुच्का खुवाएर हेलो गाइस अब चाहिँ हामी पुच्का खान आँटेको छु त्यो पनि बोक्सी खोर्सानी हालेको आलु मलाई चाहिँ खानु मन थिएन कि किनकि अलिकति मलाई अघि के भन्यो मम्मीले हो के भन्यो मलाई खानु त मन थिएन तर पनि खाइदिएको भन्न खानु मन थियो तर मलाई के भन्यो तर मलाई खानु मन लागेन तर फेरि म खाँदैछु ल गाइस सुरु चाहिँ मबाटै गर्छु ल पिरो छ खाना अब के को पिरो डल्ले बिस्तारै खा अहिले सर्क्यो भन्छ नि फेरि डल्ले पुरा छ बोक्सी हुन्छ नानीहरू सेलक्कै हुन्छ नि यहाँ सर्क्यो भने त सेलक्कै हुन्छ गयो नि म यता के अरे लाग्छु सर्केर गाइस यो सर्ट चाहिँ मेरो साथीले डिजाइन गरेको हो मेरो साथी चाहिँ भनेको फ्यासन डिजाइनर हो सर्केर पिरो मैले आज लगाइरहेको छु मलाई यहाँ हालिदिन खोलेर बर्बाद पारेको मैले कहाँ ल्याउ यहाँ घरि यहाँ खायो यहाँ खोर्सानी काट्नु पर्यो नि त त आउनु नि बाँकी काट्नु है कस्तो गरेर बनाएको होइन त्यसो पिरो कि डल्ले भेट जस्तो पिरो हारा हुँदो रहेछ है मलाई मात्रै देखिरहेको रहेछ कि गाइस मेरो नाकभरि पसिना मेरो फ्युचर हस्बेन्डले चाहिँ मलाई पुरा माया गर्छ अरे मेरो फ्युचर हस्बेन्ड तपाईँहरूको ज्वाइँहरूले तपाईँको ज्वाइँलाई के भन्नुहुन्छ फ्युचरको अहिलेको होइन फ्युचर भन्नु धेरै छ कि फेरि डल्ले भएको छ होला नि त फ्युचरको ज्वाइँलाई के भन्नुहुन्छ भने केही छैन अरे